भेजिटेबल एआई स्टोरी जसमा लाखौं भ्युज आएको त देख्नु भएकै होला। तर जब हामी यस्तै भिडियो बनाउने सोच्छौँ तब हाम्रो माइन्डमा धेरै प्रश्नहरू आउँछन्। मोबाइलबाटै फ्रीमा बनाउन सकिन्छ कि सकिँदैन? स्टोरीको लागि भाइरल भिडियो आइडिया कसरी फाइन्ड गर्ने? आइडिया अनुसार स्टोरी कसरी लेख्ने? पुरा भिडियोमा क्यारेक्टरलाई कन्सिस्टेन्ट कसरी राख्ने? यदि तपाईँको माइन्डमा पनि यही प्रश्न छ भने आजको भिडियोमा म मोबाइलबाट त्यो पनि 1 रुपैयाँ खर्च नगरी यस्तै भेजिटेबल एआई स्टोरी बनाएर देखाउने छु। त्यसको लागि सिर्फ यो 3वटा सिम्पल स्टेप फलो गर्नुपर्ने छ र मोस्ट इम्पोर्टेन्ट भिडियोको इनमा म तपाईलाई यस्तो मास्टर प्रम्प्ट दिनेछु जसले यो कामलाई 10 गुणा इजी एन्ड फास्ट गरिदिनेछ। सो भिडियोलाई कति पनि स्किप नगरी लास्टसम्म हेर्नुहोला। यस्तो टाइपको एआई भिडियो बनाउनका लागि सबैभन्दा पहिले हामीलाई 4वटा चिज चाहिन्छ। पहिला एउटा भाइरल भिडियोको आइडिया, दोस्रो स्टोरीसँग म्याच हुने कन्सिस्टेन्ट क्यारेक्टर, तेस्रो एउटा इङ्गेजिङ स्टोरी अनि अन्तिममा भिडियो जेनेरेट गर्नका लागि मोसन प्रम्प्ट। यी 4वटै काम हामी आफै पनि गर्न सक्छौँ, तर यदि हामीले क्लाउड एआईको हेल्प लियौँ भने यो कामलाई धेरै फास्ट र बेटर गर्न सकिन्छ। त्यसैले सबैभन्दा पहिले क्लाउड एआईबाट आइडिया, क्यारेक्टर सिट, कम्प्लिट स्टोरी र मोसन प्रम्प्ट तयार गरौँ। त्यसको लागि प्ले स्टोरमा आएर सर्च बारमा क्लाउड एआई सर्च गर्नुहोस्। देन यो एपलाई इन्स्टल गरेर ओपन गर्नुहोस्। नाउ आफ्नो गुगल आइडीबाट लगइन गर्नुहोस्। लगइन गरेपछि यहाँ स्टार्ट अन फ्री भन्ने अप्सन देखिन्छ, त्यसमा क्लिक गर्नुहोस्। यहाँ कुनै पेमेन्ट गर्नु पर्दैन, यो सबै काम फ्रीमै गर्न सकिन्छ। त्यसपछि क्लाउड एआईको मेन ड्यासबोर्ड ओपन हुन्छ। अब तल्लो साइडमा देखिएको प्लस आइकनमा क्लिक गर्नुहोस्। देन एड फाइलमा गएर यो मास्टर प्रम्प्ट पीडीएफ अपलोड गर्नुहोस्। यही प्रम्प्ट म यो भिडियोको अन्त्यमा तपाईँलाई फ्रीमा दिनेछु। अपलोड कम्प्लिट हुन केही सेकेन्ड लाग्न सक्छ, त्यसैले अलिकति वेट गर्नुहोस्। अपलोड भएपछि च्याट बक्समा एउटा रेडिमेड इन्स्ट्रक्सन अटोमेटिकली हुन्छ, त्यसलाई चेन्ज गर्नु पर्दैन। सिम्पली सेन्ड बटनमा क्लिक गर्नुहोस्। अब क्लाउड एआईले मैले तयार गरेको मास्टर प्रम्प्ट एनालाइज गर्न सुरु गर्छ। केही सेकेन्ड पछि तपाईँले स्क्रिनमा अहिलेको टाइममा भाइरल हुन सक्ने 10वटा युनिक भिडियो आइडिया जेनेरेट भएर आउँछन्। अब सबै आइडिया ध्यान दिएर हेर्नुहोस्। तपाईँलाई सबैभन्दा राम्रो लागेको टपिक सिलेक्ट गर्नुहोस्। यदि कुनै पनि आइडिया मन परेन भने सिम्पली मोर भनेर सेन्ड गर्न सक्नुहुन्छ। क्लाउड एआईले फेरि नयाँ 10वटा फ्रेस आइडिया जेनेरेट गरेर दिन्छ। यसरी तपाईँलाई मनपर्ने आइडिया नभेटिएसम्म जेनेरेट गरिरहन सक्नुहुन्छ। अब तपाईँले फाइनल टाइटल सिलेक्ट गरिसकेपछि त्यो टाइटललाई कपी गर्नुहोस्, किनकि यही टाइटललाई युज गरेर हामी स्टोरी अनुसारको एउटै कन्सिस्टेन्ट क्यारेक्टर तयार गर्नेछौँ। अब फेरि च्याट बक्समा आएर कपी गरेको टाइटललाई पेस्ट गरेर सेन्ड गरिदिनुहोस्। केही सेकेन्डभित्रै क्लाउड एआईले तपाईँको टाइटल अनुसार कम्प्लिट क्यारेक्टर सिट तयार गरेर दिन्छ। यसमा क्यारेक्टरको लागि सबै डिटेल इन्क्लुड हुन्छ, तर क्यारेक्टर सिट मात्रै बनाएर हाम्रो काम बन्दैन। त्यसैले यहीँबाट स्टोरी र मोसन प्रम्प्ट पनि तयार गरिहालौँ, ताकि अर्को स्टेपमा हामीलाई कुनै पनि एक्स्ट्रा काम गर्नु नपरोस्। अब तल हेर्नुभयो भने क्लाउड एआईले तपाईँलाई सोधेको हुन्छ कति मिनटको स्टोरी चाहियो। अहिलेको लागि म 1 मिनट लेखेर सेन्ड गरिदिन्छु। तपाईँलाई आफ्नो आवश्यकता अनुसार 2 मिनट, 5 मिनट अझ लामो स्टोरी पनि जेनेरेट गर्न सक्नुहुन्छ। अब फेरि क्लाउड एआईले केही सेकेन्ड टाइम लिएर कम्प्लिट स्टोरी तयार गर्छ। स्टोरी तयार भएपछि अलिकति तल स्क्रोल गर्नुहोस्। स्टोरीको ठिक तल सिन्स बाई सिन्स मोसन प्रम्प्ट पनि रेडी भएर आएको हुन्छ। देख्नुभयो त, भिडियो बनाउन चाहिने आइडिया, क्यारेक्टर सिट, स्टोरी र मोसन प्रम्प्ट यी 4वटै चिज केही मिनटमै तयार भए। अब सबैभन्दा इम्पोर्टेन्ट पार्ट सुरु हुन्छ, किनकि क्यारेक्टर र मोसन प्रम्प्ट युज गरेर गुगल फ्लो बेटाबाट सिनेमेटिक एआई भिडियो जेनेरेट गर्नेछौँ। त्यसको लागि फेरि प्ले स्टोरमा आएर सर्च बारमा गुगल फ्लो बेटा सर्च गर्नुहोस्। देन यो एपलाई इन्स्टल गरेर ओपन गर्नुहोस्। ओपन भएपछि यस्तो इन्टरफेस खुल्छ। यहाँ आफ्नो गुगल आइडीबाट लगइन गरिदिनुहोस्। लगइन गरिसकेपछि यहाँ देखाइएका दुवै अप्सनमा टिक लगाएर नेक्स्टमा क्लिक गर्नुहोस्। त्यसपछि कन्टिन्यू गर्दै गेट स्टार्टमा क्लिक गर्नुहोस्। अब गुगल फ्लो बेटाको मेन ड्यासबोर्ड ओपन हुन्छ। अब भिडियो जेनेरेट गर्नुभन्दा पहिले हामीले क्यारेक्टर जेनेरेट गर्नुपर्ने हुन्छ। त्यसको लागि न्यूमा क्लिक गर्नुहोस्। यहाँ एउटा प्रम्प्ट बक्स देखिन्छ। यहीँ क्लाउड एआईबाट जेनेरेट गरेको क्यारेक्टर इमेज प्रम्प्ट पेस्ट गर्ने हो। अब फेरि क्लाउड एआईमा आउनुहोस्। फेज 2मा क्यारेक्टर डिजाइनमा जानुहोस्। अलिकति तल स्क्रोल गर्नुभयो भने क्यारेक्टरको इमेज प्रम्प्ट देख्नुहुन्छ। जस्तै मेरो केसमा पहिलो क्यारेक्टर फर्सी दाइ हो। त्यसको छेउमा रहेको कपी बटनमा क्लिक गरेर प्रम्प्ट कपी गर्नुहोस्। अब फेरि फ्लोमा आएर त्यो प्रम्प्ट पेस्ट गरिदिनुहोस्। त्यसपछि केही सेटिङहरू मिलाउनु पर्ने हुन्छ। सबैभन्दा पहिले इमेज अप्सनमा क्लिक गर्नुहोस्। यहाँबाट इमेज साइज सिलेक्ट गर्न सक्नुहुन्छ। 16:9, 9:16, 1:1 वा 4:3। अहिलेको लागि म 9:16 सिलेक्ट गर्छु, किनकि यही साइज टिकटक, फेसबुक रिल्स, इन्स्टाग्राम, युट्युब सर्ट्स सबैमा युज गर्न मिल्छ। त्यसपछि तल X1, X2 र X3 भन्ने अप्सन देख्न सक्नुहुन्छ। यसको मतलब एकैपटक कतिवटा इमेज जेनेरेट गर्ने भन्ने हो। अहिलेको लागि म एउटा मात्र नै राख्छु। अब अन्तिममा मोडल अप्सनमा क्लिक गर्नुहोस्। यहाँ धेरै मोडलहरू छन्, तर म न्यानो बनाउन प्रो चुज गर्छु।
किनकि मेरो एक्सपिरियन्समा यसले धेरै राम्रो रिजल्ट दिन्छ। अब सबै सेटिङ मिलिसकेपछि रनमा क्लिक गर्नुहोस्। क्यारेक्टर जेनेरेट हुन सुरु हुन्छ। जेनेरेट भइराखेको बेला समय खेर नफाली फेरि क्लाउड एआईमा गएर दोस्रो क्यारेक्टरको इमेज प्रम्प्ट कपी गरौँ। त्यसपछि गुगल फ्लोमा आएर पेस्ट गर्ने, सेटिङ उस्तै राख्ने अनि फेरि रन गर्ने। यही सेम प्रोसेस फलो गरेर स्टोरीमा भएका सबै क्यारेक्टरहरू एक एक गरेर जेनेरेट गर्नुहोस्। मेरो स्टोरीमा जम्मा 4वटा क्यारेक्टर थिए, त्यसैले मैले 4वटा क्यारेक्टर यही प्रोसेस फलो गरेर जेनेरेट गरिसकेको छु। अब क्यारेक्टर तयार भइसके। अब यही क्यारेक्टरहरू युज गरेर सिन्स बाई सिन्स भिडियो जेनेरेट गरौँ। त्यसको लागि फेरि क्लाउड एआईमा आएर सिन 1 को भिडियो प्रम्प्ट कपी गर्नुहोस्। त्यसलाई फेरि गुगल फ्लोमा गएर पेस्ट गरिदिनुहोस्। अब प्रम्प्टलाई अलिकति माथि स्क्रोल गर्नुभयो भने क्यारेक्टरको सेक्सन देखिन्छ। यहाँ यो सिनमा कुन कुन क्यारेक्टर युज भएको छ भन्ने मेन्सन गरिएको हुन्छ। जस्तै मेरो सिनमा फर्सी दाई र गाजर बहिनी छन्। अब प्लस आइकनमा क्लिक गरेर लाइब्रेरीबाट पहिले जेनेरेट गरेको फर्सी दाईको इमेज सिलेक्ट गर्नुहोस्। त्यसपछि फेरि यही प्रोसेस फलो गरेर गाजर बहिनीको इमेज पनि सिलेक्ट गर्नुहोस्। अब इमेज अप्सनमा आएर इमेजलाई डिसिलेक्ट गर्नुहोस् र भिडियोलाई सिलेक्ट गर्नुहोस्। त्यसपछि भिडियो साइज 9:16 राख्नुहोस्। भिडियो नम्बर एउटा नै राख्नुहोस्। ड्युरेसन 8 सेकेन्ड राख्नुहोस् अनि भिडियो मोडलमा चाहिँ ओमिनी फ्ल्यास सिलेक्ट गर्नुहोस्। अब रनमा क्लिक गर्नुहोस्। गुगल फ्लोले पहिलो सिन्सको भिडियो जेनेरेट गर्न सुरु गर्छ। भिडियो जेनेरेट भइराखेको बेला फेरि क्लाउड एआईमा आएर सिन 2 को भिडियो प्रम्प्ट कपी गर्नुहोस्। गुगल फ्लोमा आएर पेस्ट गर्नुहोस्। फेरि माथिबाट सिनमा चाहिने क्यारेक्टरहरूलाई मात्र लाइब्रेरीबाट सिलेक्ट गर्नुहोस्। बाँकी सबै सेटिङ उस्तै राखेर फेरि रन गरिदिनुहोस्। यही प्रोसेस फलो गरेर सबै सिन्सहरू जेनेरेट गर्दै जानुहोस्। अब देख्न सक्नुहुन्छ मेरो पहिलो सिन रेडी भइसकेको छ। यसमा क्लिक गरेर प्ले गरौँ। एज यु क्यान सी क्यारेक्टर कन्सिस्टेन्सी, लिप सिङ्क र एनिमेसन सबै एकदम राम्रो जेनेरेट भएको छ। अब यो भिडियो डाउनलोड गर्न माथि रहेको 3 डटमा क्लिक गर्नुहोस्। त्यसपछि डाउनलोडमा क्लिक गरिदिनुहोस्। भिडियो तपाईँको डिभाइसमा सेभ भइहाल्छ। यही प्रोसेस दोस्रो सिन, तेस्रो सिन र बाँकी सबै सिनमा पनि रिपिट गर्नुहोस्। तर कहिलेकाहीँ यस्तो पनि हुनसक्छ कि 4-5वटा सिन जेनेरेट गरिसकेपछि गुगल फ्लोले एरर देखाउन थाल्छ। मेरो केसमा पनि यो 5औं सिन जेनेरेट गर्दा यही प्रब्लम आएको थियो। तर चिन्ता लिनु पर्दैन, यसको सल्युसन एकदमै इजी छ। सबैभन्दा पहिले जेनेरेट गरेका सबै क्यारेक्टरहरू लाइब्रेरीबाट सेभ गर्नुहोस्। त्यसपछि होममा फर्किएर आफ्नो प्रोफाइलमा जानुहोस्। अलिकति तल स्क्रोल गरेर लग आउट गरिदिनुहोस्। अब अर्को गुगल अकाउन्ट सिलेक्ट गरेर फेरि लगइन गर्नुहोस्। लगइन भएपछि प्लस आइकनमा क्लिक गरेर भर्खरै डाउनलोड गरेका सबै क्यारेक्टर इमेजहरू एक एक गरेर सिलेक्ट गरेर फेरि अपलोड गरिदिनुहोस्। अपलोड कम्प्लिट भइसकेपछि गुगल फ्लोले ती इमेजलाई रिजेनेरेट गर्नेछ। अब फेरि हामीले पहिलेकै प्रोसेस फलो गरेर क्लाउड एआईबाट सिन्स भिडियो प्रम्प्ट कपी गर्ने, गुगल फ्लोमा पेस्ट गर्ने, आवश्यक क्यारेक्टरहरू लाइब्रेरीबाट सिलेक्ट गर्ने अनि रनमा क्लिक गर्ने। यसरी फेरि 4-5वटा सिन सजिलै जेनेरेट गर्न सक्नुहुन्छ। यदि फेरि त्यही लिमिट प्रब्लम आयो भने अर्को गुगल अकाउन्टमा स्विच गरेर त्यही प्रोसेस रिपिट गर्ने। यसरी तपाईँ कुनै इन्टरप्सन बिना नै पुरा भिडियोका सबै सिन जेनेरेट गर्न सक्नुहुन्छ। सबै सिन जेनेरेट गरिसकेपछि अन्तिम काम बाँकी रहन्छ, त्यो हो एडिटिङ। यसको लागि तपाईँले जुनसुकै एडिटिङ एप युज गर्न सक्नुहुन्छ। म चाहिँ क्यापकट युज गर्नेछु। क्यापकट ओपन गरेर न्यू प्रोजेक्टमा क्लिक गर्नुहोस्। त्यसपछि गुगल फ्लोबाट जेनेरेट गरेका सबै भिडियोलाई सिन बाई सिन सिलेक्ट गरेर एड गर्नुहोस्। सबै क्लिप एड गरिसकेपछि भिडियोलाई एकपटक सुरुदेखि अन्तिमसम्म प्ले गरेर हेर्नुहोस्। यदि कुनै सिन अगाडि पछाडि भएको छ भने, स्टोरीसँग म्याच भएको छैन भने त्यसलाई मिलाइदिनुहोस्। त्यसपछि भिडियोमा भएका अननेसेसरी पार्टहरूलाई कट गरेर रिमुभ गरिदिनुहोस् ताकि भिडियो अझै स्मुथ देखियोस्। अब 2वटा सिनको बिचमा रहेको सेतो प्लस बटनमा क्लिक गर्नुहोस्। यहाँ क्यापकटमा भएका सबै ट्रान्जेक्सन देख्न सक्नुहुन्छ। अहिलेको लागि म ब्ल्याक फेड ट्रान्जेक्सन युज गर्नेछु। ट्रान्जेक्सन सिलेक्ट गरिसकेपछि यसको ड्युरेसन 0.4 देखि 0.5 जति राख्नुहोस्। त्यसपछि अप्लाई टु अलमा क्लिक गर्नुहोस्। यसले एउटै ट्रान्जेक्सन सबै सिनमा अटोमेटिकली अप्लाई गरिदिन्छ। अब एडिटिङको काम लगभग कम्प्लिट भइसकेको छ। माथि रहेको एक्सपोर्ट बटनमा क्लिक गर्नुहोस्। रेजुलेसन 1080p, फ्रेम रेट 30 fps र बिट रेट लगभग 12 जति राखेर भिडियो एक्सपोर्ट गरिदिनुहोस्। यति गरेपछि तपाईँको सिनेमेटिक एआई भिडियो पूर्ण रूपमा रेडी हुन्छ। यदि तपाईँलाई वाटरमार्क नआउने क्यापकट चाहिन्छ भने मेरो टेलिग्राम ग्रुप जोइन गर्न सक्नुहुन्छ। यही मैले यो भिडियोमा युज भएको मास्टर प्रम्प्ट पिडिएफ पनि सेयर गरेको छु। त्यसैले डिस्क्रिप्सनमा भएको लिङ्कबाट टेलिग्राम ग्रुप जोइन गर्न नबिर्सिनुहोला। बा, आज खाना केही छैन? भोलि सबै ठीक हुन्छ छोरी। यो त सुनको भाँडो। के भेट्यो त्यसले? यो धन गाउँलाई देखाउनु हुँदैन। बुबा, मुला काकाले देखिहाल्नु भयो। त्यो फर्सीले लुकाएको धन मेरै हो।
साँच्चै धन तिम्रो हो त? फर्सी, त्यो भाँडो मेरो जमिनबाट आएको हो। झुट नबोल्नुस् काका। त्यो भाँडोमा मुला तिम्रै बुवाको नाम लेखिएको छ, फर्सी। मेरो बाबुको? मुला काका, यो धन हामी दुवैको पुर्खाको हो। बाँडौँ। मलाई माफ गर फर्सी।